हाम्रो लिम्बू जातिको शिर उठाउनेले माङ्गेना भनिन्छ र हामी लिम्बू जातिमा दुई प्रकारले माङ्गेना गरिन्छ। कसैले कुखुराले पनि गर्थ्यो, मेरो आमा बुवाले चाहिँ हामीले कुखुराले गरिदिनुहुन्थ्यो र कसैले यतिकै फुलपातीले पनि गर्नुहुन्छ र माङ्गेना गर्ने टाइममा हाम्रो फेदेङमाले गरिदिनुहुन्छ। त्यस टाइममा हाम्रो दियो कलास तितेपातीसित दियो कलास राख्नुपर्छ र कुखुराले गर्छन्। कसैले चाहिँ भने तपाईको माङ्गेना यतिकै फुलपातीमा पनि गर्छन्। तर माइतीहरुको माङ्गेना चाहिँ चेलीले उठाउँछ, जहाँ कि दियो कलास चेलीले माइतीको शिरमा राखिदिनुहुन्छ र खुकुरी माथि 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 उठाएर लानुहुन्छ। यसो गर्नुहुन्छ र हाम्रो फेदेङमाहरुले उहाँ माइतीको भविष्य राम्रो, कहीँ चटपटक नलागोस्, कसैदेखि सिहेङमा नहोस्, त्यसो भनेर उहाँहरूले वेद पढ्नुहुन्छ, उहाँहरूले पढ्नुहुन्छ भन्नुहुन्छ र उहाँ माइतीहरूले त्यसरी शिरमा राखेर चेलीले चाहिँ खुकुरीसँग माथि उठाइदिनुहुन्छ र त्यो खुकुरीले हामी जुन माङ्गेना गरेको खुकुरीले चाहिँ शिर उठाएको खुकुरी हामी तोलो यसरी राख्नु हुँदैन, त्यो सधैँ ठाडो राख्नुपर्छ। यति नै म माङ्गेनाको विषयमा चाहिँ म यति नै जान्दछु। मेरो नाम हेमा यक्तन मरबा हजुर नुग्याङ, म यति भन्दै